संसदीय दलमै हामीले छलफल गरेर सबै म्यानेजरहरूको राय सुझाव लिएर अगाडि बढेको कुरा भएको कारणले गर्दाखेरि यसलाई चाहिँ दलले नै निर्णय गरेको भन्छु म चाहिँ। फेरि पनि भन्छु, उहाँ आजको दिनमा पनि पार्टी सभापतिज्यू हुनुहुन्छ। पार्टी सभापति भएको नाताले पार्टीभित्र के भइराखेको छ, सदनमा के मुद्दा उठिराखेको छ, कस्तो परिस्थिति निर्माण भइराखेको छ, जनताका विषयहरू कसरी सम्बोधन भइराखेका छन् कि छैनन्, कि के परिस्थिति छ भन्ने कुरा त उहाँको चासोको विषय हुनु स्वाभाविक नै हो जस्तो मलाई लाग्छ। उहाँले अहिले सदनमा आएर प्रत्यक्ष आफ्नो कुरा राख्न पाउनु भएको छैन, तर सदनमा भएका गतिविधिलाई पनि उहाँले हेरिरहनु भएको छ। आज उहाँले भन्नुभएको कुरा, चासो राख्नु भएको कुरा चाहिँ जनतासँग जोडिएको यस्तो गम्भीर विषयमा जुन एउटा समिति फासफुस बनाएर टार्दिने खालको परिस्थिति निर्माण भएको छ, यसमा चाहिँ रासोपा सहभागी हुनु हुँदैन है। यसमा चाहिँ तपाईँहरूले निरन्तर अगाडि बढाउनुहोस् भनेर उहाँले उहाँको कुरा राख्नु भएको हो। तर यद्यपि यसमा सँगसँगै हामीले हाम्रो संसदीय दलमा सभापतिज्यूबाट यस्तो कुरा आयो, अन्य मानिसज्यूको कुरा के छ भनेर सबैको कुरा सुनिकन हामीले निर्णय लिएको कुरा हो। त्यस कारणले गर्दाखेरि यो उहाँले निर्देशन दिएको विषय भन्दा पनि संसदीय दल र राष्ट्रिय स्वतन्त्र पार्टीले सामूहिक रूपमा गरेको निर्णय हो। होइन, संवाद त भइरहेको हुन्छ, किनभने अब म फेरि पनि भन्छु, पार्टी सभापति उहाँसँग निरन्तर रूपमा संवाद भइराखेको छ। के भइराखेको छ, उहाँले चाहिँ के भन्नुहुन्छ, अहिले चाहिँ के भनिरहनु भएको छ तपाईहरुको? उहाँले यही नै भनिरहनु भएको छ, अहिलेको यो जनतासँग जोडिएको गम्भीर विषय हो। यसरी सानो प्रकारको अथवा एकदम अस्पष्ट खालको अमूर्त किसिमको समिति बनाएर उम्किने कुरा चाहिँ चित्त बुझ्दो हुँदैन। यसलाई चाहिँ स्पष्ट खालको समिति बनाउने, जनताको मुद्दा सम्बोधन हुने वातावरण सिर्जना गर्नको लागि रासोपा लाग्नुपर्छ भन्ने उहाँको धारणा छ।